गुड मर्निङ एन्ड वेलकम टु दिस भ्लग एभ्रिवान। आज चाहिँ हाम्रो सिडनीको यात्रा हुन गइरहेको छ र यो चाहिँ मेरो जिन्दगीको पहिलो लामो यात्रा र ममताको र मम्मीको र बाबाको सबैको आफ्नो गाडीमा हामी चाहिँ सिडनी जाँदैछौँ होइन। यो इज वान अफ द बिगेस्ट च्यालेन्ज। हाम्रो गाडी त्यस्तो भयङ्कर नयाँ पनि छैन होइन। एनिवे लेट्स सी हाउ इट गोज होइन। लाइफमा एक्सपिरियन्स नगरेसम्म थाहा कसरी हुन्छ र होइन। सो सबैजना एक्साइटेड हुनुहुन्छ नि होइन होइन। ल नवदुर्गा भवानीले चाहिँ हाम्रो यात्रालाई चाहिँ सफल पारुन् यही कामना र इच्छा लेख्दै मनमा अब चाहिँ हामी सिडनीको बाटो तताउन थाल्छौँ। घर चाहिँ पुरै लकडाउन र अहिले चाहिँ बिहानको 5 बजिसकेको छ है। हामी सिटी आइसक्यौँ। हाम्रो ड्राइभर पनि चेन्ज हुनुभयो। ट्राफिक भएर यस्तो औडा भयो। 2 घण्टा भइसक्यो हिँडेको। सिटी नि कटे रिचमन्ड आयौँ हामी। ल 2-2.5 घण्टाको यात्रा भइसकेको छ। लगभग 7-8 बज्न लागिसक्यो र हामी चाहिँ पहिलो स्टप यता क्रेगीबन कटेर बल्ल M31 हालिसकेका छौँ होइन। मम्मी टायर्ड हुनुहुन्छ बस्दा बस्दा? निदाउनु हो क्या एकलट त है राम्रै। अब वासरुम यताउति जानु अनि चिया पानी खाएर अघि बढ्ने कुरो हुन्छ। ल चिसो छ है बुवा अगाडि? चिसो तेल अहिले हालौँला एकछिनमा है। अझै 1 घण्टा चल्छ होला। एकछिनमा हालौँला तेल। अब फेरि अब अर्कोचोटि पिसा फेर्न रोक्नुपर्छ। ल तनक गरम तिमी चलाउँछौ? कस्तो लागिराख्यो? 3 घण्टा भयो घरबाट निस्केको। टाटा हो क्या मम्मीलाई हेर्न। परिवारी र सपनाहरू। हामी चाहिँ अहिले यो बेनेला भन्ने ठाउँमा आयौँ है। एकदमै तरक गर्नुपर्ने अवस्था भइसकेको छ। त्यो पनि बेनेलामा आएर तेल हाल्दैछौँ फुल ट्याङ्की। हजुर के भन्नु? 60 होइन क्या फुल ट्याङ्की हाल्ने। जति जान्छ त्यति हाल्ने लास्टसम्म हाल्ने। बाबाले तेल हाल्दै हुन्छ। बाबाको जिम्मा चाहिँ तेल हाल्ने हो। डन। गाइज हामी अब सिडनीको बोर्डर यो अल्बरी साइडतिर आउन लागिसकेका छौँ होइन। एकदमै रमाइलो साथ आइरहेका छौँ। मम्मीहरू के छ अवस्था? आधी यात्रा तय भयो। अब 3 घण्टा जिम्मा गरियो अनि त्यसपछि 10 बजे उठेर यसो नास्ता गरियो। मर्निङ वाक गर्न जानु हो। अहिले हामी चाहिँ अघि बढिरहेका छौँ। गाडी रफ्तारमै छ होइन। अब खाना खाने बेला हुँदैछ। अब यही हिसाबले गयो भने हामी सिडनी चाहिँ 6-7 बजी मुङलिङको बाटोमा गएर खान पर्छ। अब एकछिन बोर्डर आउनु भएको र ठिक छ। यस्तै छ हाम्रो अवस्था होइन। ममता तिम्रो अवस्था के छ भन न त? मेरोमा म 1 दिन सुतेर नै उठिसकेँ। अब एकछिनमा होइन बिहान नै हो मैले ड्राइभर म गरेको। मेरो आफ्नो कर्तव्य पुरा गरिसकेको। यहाँ जाम परेर पुरै यस्तो भयो। 15 मिनट भइसक्यो रोकेको। यहाँ थापा थैली तरिकाले बस्यान्। उता सुशीला गरेर एकदम माधव कुमार नेपाल जसरी बस्यान्। आफू चाहिँ यहाँ यही ड्राइभर गाडी चलाउने। यस्तो हुँदो रहेछ नेपालको जस्तै गर्छ हेर त। ल हामी 1-1.5 घण्टाको जाम पछि हामी फाइनल्ली सिडनी इन्ट्री भयो। अब हामी त एनएसडब्ल्यू छिर्यौँ। रेडबुल खाँदैछौँ। गर्मी भयो कि एनएसडब्ल्यू यता। हामी चाहिँ यो रेस्ट एरियामा आएको छौँ होइन।
अल्बरीबाट 1 घण्टा ड्राइभ गरिसकेका छौँ। हजुर टोयलेट आएका छौँ अनि एकछिन रेस्ट पनि गर्नु पर्यो। कस्तो भइरहेको त नि यात्रा राम्रो भयो के एक्सपिरियन्स भइरहेको अहिलेसम्मको अवस्थामा? एकदम राम्रो छ। राम्रो बाहेक अरू केही मम्मीले बोल्नुहुन्छ कि बरु? सिडनीमा चाहिँ पुरै नेपाल जस्तो भन्थे हो रहेछ सिडनी नै आएन अझै कसरी थाहा भयो तपाईँलाई? बल्ल सुरुवात भयो त्यही तोरी बगानहरू तोरीको बारीहरू देखियो डाँडा काँडा भेडाहरू देखियो वहाँ देखिए थिएन सिटीतिर ठिक छ सोरान्डोतिर नि देखिएन अनि चाहिँ यहाँ तोरीबारी हेर्दै आइसकेका छौँ अब एकछिन रेस्ट गरेर ल हामी चाहिँ यहाँ वागातिर आएका छौँ अब के मेसो हुन्छ खानेकुरा यताउति ल म तले फाइनली तेल हाल्न लागेकी छिन् पहिलोचोटि हामीले खाना खाएको चाहिँ पुरै राम्रोसँग रेकर्ड गर्ने बिर्सेछौँ एनिवे हामी चाहिँ खाएर मजाले पेट फुल भएर अब अघि बढ्दैछौँ अब फेरि हाम्रो ड्राइभर चेन्ज भएको छ म त आपकोटले ड्राइभ गर्दैछु नि ल मम्मी मजा आयो आलु मात्र खानुभयो मम्मीले रोटी ल्याउनु पर्ने हो रोटी तरकारी ल्याउनु पर्ने हो हिजो अल्छी गरियो त्यो अल्छी यो ड्राइभरको आडाको सिट चाहिँ खोर भन्दा म त सपोटालाई सिडनीमा गाडी चलाउँदा कस्तो लागिरहेको मलाई त्यस्तो केही छैन अझै कुदाउनु मन लाग्छ 120 मा हानिसक्यो है 110 को बाटो बाइ द वे ल आम बाबा के छ अवस्था किन हावा मम्मीले गर्नु भएको मल गरेछ अनि आवाज आएको हो के को आवाज आएको द चेन्ज इन प्लान भएर हामी क्यानबेरातिर प्रस्थान गर्दैछौँ हाम्रो ममता ड्राइभरले चाहिँ हामीलाई अघि बढाइराख्नु भएको छ र बाटोमा निकै धेरै मामाहरू पनि देखिनु भएको छ हैन चोकमा दूरबीन हानेर मलाई दूरबीन लाएर हेर्नु भयो ममतालाई के गर्छ त नि यो फुच्ची मलाई चाहिँ अलि रुगाला जस्तो भयो हैन आँखा पनि रातो भयो क्या एनिवे हामी चाहिँ क्यानबेरा जाँदैछौँ क्यानबेराको माउन्ट एन्सले लुकआउटमा जाँदैछौँ र अब अझै पनि 1 घण्टाको यात्रा बाँकी नै छ उता गएर भाउजूहरूसँग सबैसँग भेट्ने कुरो भएको छ त्यही हो हिँड्दै गर्दा अब यहाँ वाइन मिल देखिएको छ हाम्रो डिस्टेन्स यहाँबाट लेफ्ट है यतै बस बहुत यो बाटो 47 किलोमिटर चलाउँछ फेरि तिमीले मन्दा भल्छुकामै भन्दा हजार गुना राम्री छौ प्रकृति भन्दा ए हजुर मुस्कुराउँछौ मन्दा भल्छुकामै भन्दा हजार गुना राम्री छौ प्रकृति भन्दा कम्पनीको छाता तिम्रो कृष्ण तिमी मेरी राधा त्यो ढोका झ्याल खोलेको साथै गइदियो वेलकम टु क्यानबेरा फाइनली फाइनली हामी क्यानबेरा आइपुगेका छौँ अब मेरो चस्मा कहाँ अब 2 घण्टा भित्र सिडनीतिर हामी जाँदै छैनौँ अहिले क्यानबेराको उसमा घुम्छौँ अनि ल गाइजहरू हामी चाहिँ फाइनली क्यानबेरा आइसकेका छौँ हामीलाई ड्राइभरले सकुशल क्यानबेरा प्रस्थान गराइसक्नु भएको छ हामी एकदमै खुसी छौँ त्यसको लागि
र सिधै हो जानु यस यस गो स्ट्रेट यस दामी ल पार्लियामेन्ट देख्यो सिधै वाउ संसद भवन उता जानु पर्दैन माथिबाट पुरै त्यो चित्र कोरे जस्तो देखिन्छ कि यो सबै हेर्दाखेरि मलाई सिधै यताबाट सिधै यता जानु पर्छ ल गाइज फाइनली वी आर अलमोस्ट देयर यहाँ आउने प्लान पनि थिएन अचानक आउँदाखेरि हेर्नु त अचानकमा भएन 4-5 घण्टा चलाएँ मैले गाडी तिमी झर क्या यस्तो खाले भयो भने चाहिँ पार्लियामेन्ट हेर्नको लागि फाइनली हामी आउँदैछौँ घाम लाग्छ त नि कस्तो मजाको घाम ल हामी चाहिँ फाइनली अस्ट्रेलियाको क्यापिटल हाउस क्यानबेराको पार्लियामेन्ट हाउस आइपुगेका छौँ देख्न सक्नुहुन्छ यति राम्रो उहाँको बनाएको छ होइन हामीसँग धेरै समय त छैन होइन 10-15 मिनटमा 10-15 मिनटमा हामी निस्किनु पर्छ यो अचानकमा भएन लिएको डिसिजन हो लास्ट मिनट डिसिजन वर्थ इट बनाउनु पर्छ अब हामी फोटो सेसन हानिन्छ अनि त्यसपछि हामी अघि बढ्ने कुरो हुन्छ पार्लियामेन्टमा हामी आइपुगेका छौँ यताको देखाउनु न तपाईँको उता हो त्यसरी बेसी त्यो होइन सेट द टाइमर फर 10 मिनट्स तपाईँ अगाडि पारेर क्या अगाडि पारेर ल 10 मिनट छ है हामीसँग नेपाली बाबु ढाका टोपीमा नेपाली बाबु ढाका टोपीमा लहाई 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 कस्तो अनुभव भइरहेको छ इन्टरभ्यू अब तपाईँलाई एकदम राम्रो भएछ मन प्रफुल्ल भएछ मन आज चाहिँ तिमीले ड्राइभर गर्यो बाबुले ड्राइभर गर्यो आधा अब 2 घन्टामा पुगिन्छ होइन सिडनी मार्केटमा पुगिन्छ अब अर्को उहाँ हुनुहुन्छ मेरो फोन आयो कि सानो ल बाबा यो लिनु ल पार्लियामेन्ट हाउस अफ अस्ट्रेलिया आज हामी बिहान सोरेन्टोमा थियौँ अहिले हामी पार्लियामेन्ट छौँ अस्ट्रेलियाको पार्लियामेन्ट होइन कसरी सक्छ हामीलाई सक्दैन जेन्जी हो नि त जेन्जी हाम्रो जेन्जीहरू गर्छन् जेन्जीले गर्छन् भेरी भेरी गुड दिन मैले जान्छु क्या ल हामी चाहिँ अब अस्ट्रेलियाको पार्लियामेन्टलाई बाई बाई भन्दै अग्रसर छौँ ड्राइभ गर्दै फेरि मेरो पालि ड्राइभ गर्ने पार्लियामेन्टलाई बाई बाई भनेर फेरि पनि आउँछ मलाई हामी क्यानबेरा फर्किँदाखेरि अहिले चाहिँ यति पार्लियामेन्टको मुख देख्न आए मात्र जस्तो भयो होइन फ्रेस हुन आएको 1 घन्टा एक्स्ट्रा 1-1.5 घन्टा एक्स्ट्रा चलाएर फ्रेस हुन आएको म त ठिकै छ के भएन रमाइलो भयो है अब हामी सिडनीतिरै गएर भेटौँला है हेलो गाइज आज चाहिँ भोलिपल्ट बिहानको 11 बज्नु लागिसकेको छ हिजो राति हामी एकदमै टायरिङ हुँदै आयौँ र झपझप सुत्यौँ ताउती खानसाना खाएर सो अहिले चाहिँ अलि सन्चो नभए जस्तो भइरहेको छ त्यही हो पहिलो दिन चाहिँ हाम्रो त्यसरी बित्यो अब तेस्रो दिन पनि हेर्दै जानु होला अहिले बल्ल सामान लिएर जाँदैछौँ हामी चाहिँ माथि यस्तो छ दाइ भाउजूको घर चाहिँ क्या
भाडामा हालौँ न सुन त कति महँगी यार